Welcome to my channel. आज हामी ससुरले आयौँ यहाँ कुलपूजा भएको कारण चाहिँ ल म र बुढी मेरो सबभन्दा कान्छो सालो 200 भरौँ नि के खान नो प्रब्लम ल तपाईले देख्नु भयो होला बाबुलाई कुशल बाबुलाई अस्ति चितवन जग्गा पनि देख्नु भयो होला आज हामी चाहिँ सो यहाँ माथि हो डाँडामा चाहिँ एउटा स्कुल छ त्यहाँ स्कुल पुगेर आउने छौँ सानो सर्ट भिडियो चाहिँ ल म अहिले अपलोड गर्दैछु अनि गलेदु कति राम्रो ठाउँ ल्याइनु एकछिन माथि लागिन्छ कहाँ हो जानी एकछिन माथि र कता माथि यो गाममा यो पुरो गाम नचान स्या दाममा सेलले जान सेलले ल स्याउला लिएर आऊ अरे ल गर्मीमा कटु र यस्तो घाममा कहाँ सालको चप्पल लगाइए ह ओइ के गरे बाबा आउँदा त यस्तो माथि यस्तोसम्म ओइ बेला त दामी यहाँ डाँडामा पुरा हिमाल देखेको थियो ए अझै देख्यो ओहो कस्तो दामी देखेको आहा यो त पुरा हिमाल आहा अस्ति म यस्तै हरियालीमा बस्नु मन लाएर रिसोर्टमा बसेको एक रातको 5000 रुपियाँ के हेर्नु अस्ति भन्नाले लगभग गएको अब साउनमा 1 वर्ष हुन्छ ल हामी माथि जाँदैछौँ गाँजा गाँजा खाने म गाँजा खाने चाहिँ मैले दिने चुर्ना खामा चाहिँ गाँजा खान्छ अब यो यसलाई के भन्छ अरे तर तर छोरो नखुल्ने यता साटाको सबैले खुल्लो दुखाउँदो रहेछ यार म यस्तो चप्पल लाउँदिनँ यो त अब सालै चप्पल यस्तो त ल तिमी स्कुल कहिले सुरु भयो फेरि आइतबारबाट ए यो ककाटबाट हो र ल माथि यस्तो त गर्छ ल यहाँ चाहिँ हाम्रो ससुरा बाको घर मात्रै मेरो बाबुले मेरो सब्सक्राइब गर्नु हेल्प मद्दत गरे गाउँघरमा सबलाई अनि सब्सक्राइब गर्नु पऱ्यो है भन्दा छन् यहाँ बाटो बन्द रहेछ बल्ल है यो बाटोमा चाहिँ बाइक चलाउनु साह्रै गाह्रो रातो बाटोमा उतातिर अब पानी परेपछि कस्तो खतरा खुल्ला देख्यो मेरो ससुरी गाउँको पानी फाप्दैन त्यही कालो मान्छे म झन् पानी हात खोज्दोको खोट कालो भयो लिनु भइसक्यो मेरो यो माथि डाँडामा स्कुल छ यहाँ कतिसम्म हो यहाँ 5 सम्म होइन यता डुबेर आफै फल्यो ए ओहो गाउँहरू आउनु रमाइलो म चाहिँ खास गरेर यहाँ कुलपूजा गर्न आएको चाहिँ बाघमै आउँछ है यहाँ पुरा अस्ति हाम्रो ससुरा घरको कुकुर पनि खाइदिएछ बाघले होइन यही वनबाट पनि त्यही त यही बम पुरा आएर यहाँ यस्तो चाहिँ म फर्स्ट टाइम म ससुरले आउँदा पल्चुरी घुम्न आएको चाहिँ यही डाँडा स्कुल म एकदम राम्रो सफा क्लिन एकदम राम्रो थियो म पढ्ने स्कुल चाहिँ खत्तम 4 कि अलिक केही वर्ष अगाडि म प्रोग्राम गएको थिएँ बाथरुममा छिरेको उल्टी हुनु त भएको थियो हाम्रो पाउँछ सफा थियो अहिले हातल गएको थिएँ म केही वर्ष अगाडि यति 4 बाथरुम कि सिमै छैन तर म यहाँ आएको धरि एकदम सफा क्लिन एकदम सुन्दर पनि छ स्कुल नाम के बाबु श्री सरस्वती आधारभूत विद्यालय एकदम सफा क्लिन छ यो चाहिँ मलाई एकदम मनपर्छ चिटिक्क पर्छ स्कुल
वाह म थाकिहाल्छु कि यस्तो ठाउँमा हिँडिभान नगरेर ल यो चाहिँ टोइलेट बाथरुम भयो एकदम सफा क्लिन छ स्कुल पनि एकदम राम्रो शीतल छ यो घर चाहिँ हाम्रो माया ससुराको घर होइन त्यो अनि त्यो कान्छो ससुरा त्यो कान्छो ससुरा साइनाको अलिक ठुलो अनि त्यो ठुलो त्यो दुईटा छ नि त्यो चाहिँ ठुलो भएको त्यो ठुलो ससुराको घर एकदम दामी गाउँ देखियो र जति सुन्दर आँखाले देखियो त्यही सुन्दर खालि मेरो मोबाइल देख्दैन होला ठाउँ चाहिँ बबाल छ है घुम्न चाहिँ बबाल ठाउँ छ त्यो हिँड्न सकिन्न कि हामी तराईवासी चाहिँ हिँड्नै सकिन्न चाहिँ यो चाहिँ पाती हिँड्यो यो पाती मलाई पातीको गन्ध चाहिँ एकदम मनपर्छ है पातीले छ अलिक सेफ्टी भएर मलाई पातीको सेन्ट चाहिँ एकदम मनपर्छ घरमा यसो श्राद्धदारी पातीमा घिउ हालेर कोही हाल्दा यति घरै सर्न महँगो बसाउने कि भन कुशल तिम्रो के छ खबर तिमीलाई मैले वहाँ गैँडा देखाएँ बाघ देखाएँ तिमीले किन के देखाऊ न मलाई यहाँ जस्तो हो ल हाम्रो चितवनमा टन्सिल होइन गर्मीले घाउरा आउनु मात्रै बाँकी छ तर मेरो जिन्दगी घाउरा चाहिँ आएन है मेरो घाउरा चाहिँ आएन म बुटो बस्दा पनि बुटोको मान्छे घाउरा यत्रो हुन्छ यत्रो बनाएको घाउरा के यत्रो यता त घाउरा मुखैभरि यता त पुरा हेर्दा पिलो जस्तो देखिन्छ घाउरा बुटो त्यो मान्छे घाउरा चाहिँ मलाई घाउरा चाहिँ त्यस्तो आएन लाग्ने ल यो स्कुललाई एक राउन्ड यसरी हेरौँ मलाई चाहिँ यो स्कुल साह्रै मन पऱ्यो सरकारी स्कुल चाहिँ यति राम्रो सुन्दर देखेको मैले यहाँ आएर यहाँ टोइलेट बाथरुम छ आज स्कुल बिदा भएर ताला मारे ल्याउनु म आज चितवन फर्किन्छु जस्तो पऱ्यो नि किन हुन त बाटो खराब छ बाइक बिग्रियो फेरि हेर्नु यस्तो खतम बाटो कि 3 किलोमिटरको बाटो हिँड्नुलाई मलाई कमसेकम 1.5 घन्टा लाग्छ त्यहाँ उत्तरबाट आयो माथिबाट टायर स्लिप भएर प्लाई हाल्ने ठाउँबाट हिँड्न मलाई त्यो टायर स्लिप भएर भएन त्यो रातो माटो सबै ल्यापक्क अरू टायरमा अड्केर चलाउने बानी नगरेर कि तलमा बाल्नु भएन कि त्यो रातो माटो सबै गरेर त्यो उसमा जाम भइदियो कि टायर माथि घुम्छ नि त्यो टायर घुम्नु नै पाएन त्यो बिहाको बेला जस्तो हो त्यस्तै भइदियो त्यहाँबाट 3 किलोमिटर लगभग 1 घन्टाभन्दा अलिक बढी समय लाग्यो हावा टाइट भयो त्यो ईश्वरमा आले ल्याउनु भयो पछि बाटोमा झिकेपछि बल्ल यस्तो चलाएको एकदम गाह्रो भयो मलाई कालो माटो भयो त यस्तो कालो ढगी यस्तो रातो छ कहाँ होस् यार यहाँ बाटो बनाएपछि यहाँ बाटो बनाउनु अझै 1-2 वर्ष लाग्छ होला किनकि पानी पऱ्यो यही बाटोको माध्यमबाट पानी हिँड्दो रहेछ होइन यो उकालोको पानी सर पऱ्यो सडक बाटोबाट बग्दिने रातो माटो फेरि टायर भयो चप्केर तपाईँ मेरो गाडीको हात देखाउँछु अलि सरी बाइक कलर यस्तो खत्तम भएको छ कि कुरा के गरौँ कतापट्टि हाम्रो स्कुलबाट अलि उता गएपछि ए माथि ए त्यो बाबुराम भट्ट यसो पढेको स्कुल गएपछि चाहिँ एक साइड चाहिँ अलकत्रा हालिसक्यो अर्को साइड पनि हाल्यो होला ल एकछिन माथि पुगेर आयो आज
खाना निकै बस्नु मन निन्द्रा लागिरहेको थियो त्यो भएर यसो माथि हिँड्दा भनेर आइयो अलि तपाईँलाई चाहिँ म घर बाइक देखाउँछु कि मेरो बाइक हात के भयो भनेर डेन्जर हिलोले पुरेर मजा भएर टायर नहुने भयो त्यहाँनिर चाहिँ कसरी कटाउनु पर्यो नि त्यहाँ त्यस्तो कहाँ त्यहाँ त्यो त्यहाँ सब ठाउँ कटाएँ मैले त्यहाँनिर आइसक्यो त्यही रातो बाटोमा आएपछि म उहाँ तल सर आराम लिएर आएँ होइन मेन कुरो अरू टायर जब जाम भइदियो नि त्यसपछि बाइक चलाउनु सकिनँ मैले बाइक पनि फेरि सिधा हुनु हो र एल यसो एउटा ह्यान्डल यतातिर टायर पछाडि टायर यतातिर त्यसो चलाइरहेको छड्क्यो कि यस्तो पारेर सिधा त बाइक हिँड्दै छड्क्यो हिँडेर मात्रै चलाउनु सक्यो हामी पनि यस्तो चिप्ले थियौँ लास्ट ल ल हामी चाहिँ अब आयौँ ओ साँप कहाँ साँप हेर सेट साँप हेर बिन्ता छोइ सधैँ भर्खरै साँप गयो कत्रो ठुलो साँप यहाँ गयो साँप हेर त छो कति मजाले चोरी ओ किशोरलाई डर लाग्दैन क्या 28 दिन टोकिदिन्छ कहाँ छ फेरि अहिले देखेपछि सबभन्दा पहिला भाइले किशोरमा आउने होइन छोरो बागा छोरो कहिले थाहा भयो बाबा तिमी बनाउनु त्यो ठोकिदिन्छ नि छलकै सामान यसो छोइला छोरा है बाहिर सुनाउनु सल्ल यहाँ गयो साँपेर यो चाहिँ हाम्रो ससुराली घर देखिरहनु भयो तपाईँहरूले चाहिँ सबैले हाम्रो सालो चाहिँ हमलाको भएर देखिए साँपकै किन छोरी बाहिर घुमेर चाहिँ त्योबाट डर भयो बाइक चाहिँ यस्तो यो यसको यहाँ पुरै यो यहाँ पुरै माटो पुरै जाम भएर यहाँ जाम भएर टायर नभयो 3 किलोमिटरलाई 3 किलोमिटर बाटो हिँड्दा मलाई 1 घन्टा 2 घन्टा लाग्यो यहाँ यस्तो जाम भएको छ यहाँ पुरै टायरभरि माटो माटो त्यो पुरै खत्तम भएको अन्त भने पुरा हिलो बाटो रातो पानी परेर ससुराली आउँदा चाहिँ लास्टै गाह्रो भयो आउँदा मेरो बाइक समाउँदा के समाउनु पऱ्यो भने मलाई बाइक चाहिँ आज नराम्रोसँग कराएको कि गरेर हिजो त्यहाँ चलाउँदाखेरि साह्रै माया लाग्छ कि गाइस तपाईँहरूलाई मेरो भिडियो कस्तो लाग्छ मन पऱ्यो लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला त्यही लामोसम्म भयो किनकि प्रोसेस छैन अलिक पारिवारिक समस्याको कारणले भिडियोहरू बनाउनु पाएन जे जति बनाउनु सकेँ आज मैले बनाएको छु तपाईँहरूलाई मन पऱ्यो लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला है।